वेलकम टु सिसिटिभी। आज हामी एउटा सानो रुम टुर सेसन गर्न गइरहेको छौँ। झट्ट हेर्दाखेरि रुम यस्तो छ। आज भर्खर सफा गरेको हुनाले एउटा रुम टुर भिडियो बनाउन गइरहेको छु। यहीँबाट सुरु गरौँ होला। दिस इज चुङ्गी, दिस इज मी। यो ढोका भयो, त्यो चाबीहरू भयो, यो टालो चिकाउने ठाउँ, त्यो अरू टालोहरू, यो वेलकम म्याट अलिकति फोल्ड भएको रहेछ, सफा गर्नुपर्ने रहेछ। रुम यताबाट हेर्दाखेरि यस्तो छ। यो बाल्टी, स्पेयर बाल्टी, यसमा नुहाउने सुहाउने पानी ल्याउने यताउति खाली रहेछ। पानी छैन आज। यसमा चाहिँ भाँडा धुनको लागि राखेको पानी। यो डस्टबिन भइहाल्यो। यो खानेपानीको जार, यो चाहिँ साबुन ह्यान्डवास स्याम्पू यताउति, त्यो चाहिँ हार्पिकहरू छ, सर्फहरू छ। अनि यो कुचो झाडु वाइपर भइहाल्यो। यो ब्रस यताउति तेलसेल। यो मोजा राख्ने भाँडो, यो मेरो जुत्ताहरू राख्ने कपबोर्ड हो। माथिको दुईवटा लेयरमा चाहिँ स्पेयर युटिलिटिजहरू छ, तलको दुईवटामा जुत्ताहरू छ। यो चाहिँ मोजाहरू हो। रुम यतापट्टिबाट यस्तो छ। यो चाहिँ मेरो व्हाइट बोर्ड, यो पानी खाने बोतलहरू, यो मेरो कोस्टरहरू, यो मेरो होम अफिस, यो मेरो कुर्सी, यो मेरो स्मल डस्टबिन, त्यो चाहिँ ठुलो डस्टबिन। यहाँ तल हेर्दाखेरि यो तारहरू भइहाल्यो। यो स्पेयर युटिलिटी राख्ने भाँडो, यो मेरो घरिघरि युज हुने नोटबुकहरू, यो मेरो युज भइराख्ने कापी किताबहरू, उता पनि छ कापी किताबहरू। यो मेरो कुर्सी भइहाल्यो। यो मेरो होम अफिस, यो डिस्प्ले भइहाल्यो। यो सिस्टम, यहाँ किटक्याट रहेछ। यो मेरो इयरफोन्स, यो मेरो स्पिकर्स, यो ड्राई फ्रुट्सहरू भयो। यो मलाई आयुषले दिएको गिफ्ट, यसमा सिए चिरञ्जीवी लेखेको छ। यो मेरो राउटर भयो। यो मेरो ड्रयरहरू, यतापट्टि हेर्दाखेरि यो ब्याग, यो हेलमेट। आज मैले स्कुटी लिएर आएको छु ठुलो घरकोबाट। यसमा यो चिउरा चनासना एकदम राख्ने हो। उता तल पनि छ, यो दुईवटा चकटीहरू भनेको भनिन। यो कपडाहरू राख्ने भाँडो भयो। यो सानो झोला, यसमा धोएको कपडाहरू छ, त्यसमा युज गरेको कपडाहरू छ। यो मेरो दुईवटा सुटकेस, यो स्पेयर ब्ल्याङ्केट, माथि मेरो ज्याकेट छ। यो पानी तताउने रड, यो दुईवटा झोलाहरूमा एक्स्ट्रा सामानहरू छ। यो तालचा लाग्छ किनकि यो खुल्छ, उताबाट सिधै बाहिर जान मिल्छ। यसरी हेर्दाखेरि यो यस्तो छ। त्यो एउटा ट्युबलाइट, एउटा लाइट। त्यो ट्युबलाइट चाहिँ निभाइदिँदा हुन्छ, अहिले एकछिन लाइट छोडिदिउँ। यो मेरो लोबेड, यो चामल यताउति, त्यो फर्म राखेको छु चिसो आउँदैन भनेर। यहाँ तल राइस कुकर छ। यो हिटर हो, फ्यानको पनि काम गर्छ। यो मेरो तारहरू, यो मेरो आइप्याड, यो चाहिँ ठुलो मम्मीहरूकोबाट ल्याएको उब्रेको धुले अचार, यसमा अन्डाहरू छ। यो पानी उमाल्ने भाँडो, यो टालो, यसमा दुध छ अलिकति। यो इन्डक्सन भइहाल्यो, त्यो सफा गर्ने भइहाल्यो। कपबोर्डभित्र यो ठुलो मम्मीले पठाइदिनु भएको मुलाको अचार, यहाँनिर अलिअलि हर्लिक्स ग्लुकोज चिनी चियापत्ती, यहाँ चाहिँ बिस्कुट सिस्कुट। यो चाहिँ कर्नफ्लेक्स थियो, यसमा अहिले खाली भएको छ, यसलाई रिफिल गर्नुपर्ने छ। यो चाहिँ प्लास्टिक भएको प्लास्टिक, डस्टबिनमा हाल्ने प्लास्टिकहरू, यसमा पनि छ अलिअलि डस्टबिनमा राख्ने प्लास्टिकहरू। अनि यो चाहिँ चारानीको डब्बा भयो। यहाँ चाहिँ त्यो तेल छ अलिकति, आलु फ्राई गरेर उब्रेको। यो घिउ सिउ हनी सनी यताउति तेलसेल भइहाल्यो। अर्को पनि तेलको एउटा ठुलो भाँडो थियो, यो तेलहरू भयो। यो चाहिँ मेरो सब्जी राख्ने, तर अहिले सब्जी यसमा राखेको छुइनँ किन भन्दाखेरि एक्जाम सिजन थियो। अहिले पछिल्लो समयमा केही पकाएको छुइनँ मैले रुममा, सबै खाली छ। ओहो, प्याजहरू पनि
उम्रेर यत्रो यत्रो हुनुभएछ। आलुहरू चाहिँ ठिक छ। यो मेरो अगरबत्ती राख्ने स्पट। झट्ट हेर्दाखेरि रुम यस्तो छ, यतापट्टिबाट हेर्दाखेरि यस्तो छ। आज झट्ट सफा गरेपछि अलिकति हेर्नु हुने भएको छ, तर यत्तिकै रुमलाई मेन्टेन गर्ने मेरो कोसिस चाहिँ जहिले रहन्छ। यही हो। थ्याङ्क यू फर वाचिङ CCTV। I'll catch you later.